हेलो गाइज, मेरो नाम स्वागत छ क्या हजुरलाई थाहा होला मेरो नाम स्वागत छ क्या यिनको नाम के हो हजुरको नाम मिस्टर भण्डारी मिस्टर विज्ञान थ्याङ्क्स भन्नुहोस् हजुरलाई के को खाँचो छ मलाई एउटा केटीको खाँचो छ त मिलाइदिन सक्नुहुन्छ हजुर त अन्तिम स्टेज जस भाइ नबोल कहाँ अन्तिम स्टेज चाहिँ आज कति तँलाई कुनै केटीले बाल दिन्न बाल त्यो केटीले मलाई चुम्न दिदी चुम्मा माग्दा जुत्ताको फोटो पठाइदिए भाइ बढी नबोल जुत्ताको फोटो पठाइदिए जुत्ताको त्यत्तिकै त्यहाँ मेरो फोटो कहाँ न बढी बोल्ने सेल्फी गरेर गरे बढी बोल्ने टी सान्नी टी सान्नी बढी बोल्ने दाइसँग यहाँ पत्रकारसँग बढी बोल्नु हुन्न नि तपाईँ नाकु ए नाकु बढी बोल्नुहुन्छ तपाईँ यहाँ कहीँ यहाँ बढी बोलिरहनु भएको छ एउटा शरद भण्डारी सर यहाँ नाकु वाजिको नाकु काली अनि अन्तिम स्टेज अन्तिम स्टेज भनेको चाहिँ 12 केटीसित बोल्छ रे 12 केटी चाहिँ आफ्नो बोयफ्रेन्डसित बोलेर बिजी नभएको बेला अनि अरू टाइम पास गर्नको लागि अनि अरू आज गरेको मेसेजको रिप्लाईलाई 3 दिनपछि दिन्छन् जे बोलिनी भयो कि जे बोलिनी भयो फुर्ती लाउँछ केटीसित बोल्छु ह्यान त्यान दिन्छ मागेले जे बोलिनी भयो कि नाक भन्दा ठुलो यसको नाकको पुवाल छ जे छ र पुवाल हेर्नु न पुवाल छ र ठुलो छैन यस्तो यो सानो कहाँ यस्तो हाम्रो फ्यामिलीमा सबसे ठुलो नाक भने तिम्रो हेर आफ्नो गाइज हेर्नु न आफ्नो हेर्नु हाम्रो फ्यामिलीमा सबसे ठुलो नाक भएको यसको यो कहाँ ठुलो हो र लो ठुलो हो र कहाँ ठुलो छ एक भित्ताको नाक त कहाँ ठुलो तिम्रो कटौरा 800 त एक मानव कटौरा मेरो नाक त बरु मोबाइलले सेल्फी लिन्छ मेरो त लेख्छ यी त्यहाँ कति उ गरेर सेटिङ मिलाएर लेखिहाल्छ अब नत्र लेख्दैन त्यो नाक यति सानो खानदानी नाक हुन्छ खानदानी नाक नाक हिजो खतरनाक काली लाली चम्पल काली दे लायो सलाला काली सानैदेखिको कालो ए कहाँ कालो म कालो हुँदै हेर्नु त कालो हो र कोइला जस्तै थियो यसलाई कालो भन्न मिल्दैन के ब्ल्याक लेभल चक्लेटी गाला यिनको छ के मेरो त कालो छ मेरो कालो छ यिनको कालो कालोमा केटीको त पुरै छोड्दिम लाम घुटेर समेत बस्दैन घुटेर समेत बस्दैन यसको गालामा यो केटीको यहाँ यति बस हिजो बिचारा चुम्मा भनेर पठाएको हामीले खुट्टामा जुदा फोटो पठाइदियो चुम्मै दियो भयो न त्यता चाहिँ भन्थ्यो जुदा जुदा पठाइदियो त्यो हेरौ लाइल ए चुम्मा पठाइदियो कहिले देखाउँछ त रिप्लाई कहिले आउँछ अब काठमाडौँ जाने थियो नि त आज काली सल्पे सात केटी काली राखिदिएँ नामै नके नकु त्यसले मैले काली राखिदिएको त्यसले मलाई काले राखिदियो हाम्रो फ्यामिलीको सबसे ठुलो नाक भयो कि यसको खानाको कपाल चाउचाउ जस्तो खाना चाउचाउमा कस्तो चाउ त यो भनेको एकदम ब्रान्ड यसलाई ब्रान्ड हुन्छ तिम्रो छैन नि त होइन त ब्रान्डै हुन्छ होइन लटेको छ यस्तो राम्रो हुँदा तिम्रो त हेर्नु तिम्रो त यहाँ हिरो हो कि हिरो म सौगात हिरो है सौगात मन लाग्यो भनेपछि मल्लसित तुलना गरिस् सौगात अन्त हेर्नु सौगात हिरो छ नि मजनमा मलाई त नाकले चाहिँ फाल्दिन्छ भाइ भित्र जानु पाउनु ए बाहिर नाक यति ठुलो तासेर भन्छ झन् नाक्यो अहिले के गनाइरहेको थिएन थाहा तर मैले सुनेको कि तेरो होइन कुकुरले सबै सुन्छ नि त कुकुरलाई सबै थाहा हुन्छ क्या मेरो अनुहार चाहिँ एकदम राम्रो छ क्या होइन हेर्नुहोस् होला यिनको अनुहार त ट्याक लाम हुटेल चाहिँ बहुत किस खाएको हुन्छ कि मेरो घरमा मादरको ट्याक जस्तै त्यो यो फ्यामिली सो बाहेक बढी नहुँदैन नाके बढी नाकु बढी एउटा डाइलग हान्थ्यो नि त ज्ञानु हुँदैन होइन मेरी ऊ भन्न तँ के तँ के अरे एकचोटि भोइस म्यासेज चलाचल भएको थियो है किस माग्दाखेरि जुत्ताको फोटो पठाएको थिएँ कहाँ त्यत्तिकै बढी बोल्ने तेरो नाक देखेरै तर्सिन्छ नि केटीहरू यार झन् नाक मेरो नाक देखेर आउँछन् केटीहरू लाइन कत्रो हेर्ने कस्तो पुरै बुझ्दिनु एउटा ऊ खोल के सस्ता खोल के नाक हेर्नको लागि आउनुहोस् 50 रुपियाँ टिकट ओल्ड कोड राखिदिनु मैले नाक कति ठुलो हो क्रिएटका
यो नाकले गर्दा नाकमा त्यो चियाले त्यो नाक डोमिन्छ होला है नाकमा त ठुलो यति सानो त मान्छे त म पनि ह्यान्सी चाहिँ हो कि त लामखुट्टे गाला आउँदैन भने चाहिँ कतिसम्मको हेर्छु बोल न कति धेरै आउनु नाकबाट मेल लामखुट्टे तेरो गाला आउँदैन भनेपछि कतिसम्मको हेर्छु न बुझ मेल आउनु फिमेल मात्रै लामखुट्टे आउनु के लामखुट्टे आउँछ अरे फिमेल फिमेल फिमेललाई नेपाली के भन्छ अन्त के जाने रहेछ त म यस्तै आउने केटी आएको यस्तै यस्तै नराम्रो यस्तै राम्ररी नाके कि यस्तो राम्रो यार कति राम्रो यार नाके